पहिले पहिले गाउँमा हेर्नुहोस् कस्तो गाउँ थियो हाम्रो भने नि, हामी धेरै राम्रा थियौँ। हाम्रो गाउँको समाज धेरै राम्रो थियो। कुनै पनि यज्ञ गर्दाखेरि सबै एकजुट हुन्थे, सबैले मिलेर बडो आनन्दका साथमा यज्ञ गर्दथे। बारीका आलीमा बसेर सुने टपरीमा खाँदाखेरि जो आनन्द थियो नि, आज स्ट्यान्डर्ड मेन्टेन गरेर बडो बडो व्यवस्थापनमा खाँदाखेरि त्यो आनन्द छैन। चुने टपरीमा हालेको छ, दाल हालेछन्, सुएर कहाँ गयो यस्तो भयो। आहा, बडो आनन्द थियो, श्रद्धा थियो, प्रेम थियो, भक्ति थियो। अब अहिले त्यो छैन। यसो हेर्नुहोस् त, अब अहिले कस्तो छ भनेर भन्दाखेरि हामी सबै स्वार्थी भयौँ क्या। यज्ञ लगाउने रहर त हुन्छ तर गर्न सकिँदैन, आउँदैन नि त कोही पनि। यसपालि छक्क परेँ म, बिहेको यज्ञ बनाउँछु भनेर भनेको। हाम्रो कृष्ण सर पनि हुनुहुन्थ्यो, 3 जना भएर बिहेको यज्ञ पुरे, लिप पोतदेखिको लिएर कराकुरो गर्नु। अब कोही आउँदैन। समाज त्यस्तो भयो क्या, छक्क पर्ने समाज भइसक्यो। अब भोलि के हुन्छ होला भन्ने कुरा चाहिँ सोचनीय बने आज। भोलिका दिनमा चाहिँ फुल टिप्ने पनि मान्छे राख्नुपर्ने, चन्दन गोट्ने पनि मान्छे राख्नुपर्ने, अक्षता बनाउने मान्छे राख्नुपर्ने। अलिक दिनमा मान्छेले यस्तो गर्छन् होला, पूजा गर्ने पनि एकजना ल्याएर राख्ने। ल म चाहिँ हेर्छु यसो। त्यस्तो पनि समाज आउन बेर छैन।